साथीहरू मेरो छोरीले साइकल चलाउन जानिसक्यो अलिअलि अनि उसलाई चाहिँ अगाडि अगाडि हिँडाइरहेको छु म चाहिँ यहाँ पछि पछि हिँडिरहेको साइकलमा बिस्तारै बिस्तारै खस्यो भने के हुन्छ देख्यो मैले के भनेको थिएँ हेर्नु साथीहरू यस्तै चलाउँछु भनेको कसो गर्ने म त आज घाम पनि गरेको छैन हुस्सु लगाएको छ पुरै हुस्सु लाएर त्यो त्यस्तै बिग्रियो खै के भएको पुरै यस्तो भइरहेको छ दिनहरू खराब भयो आज घामसाम लागेन केही पनि लागेन यस्तो छ पुरै यता चाहिँ घर जाने बाटो हो म चाहिँ स्कुल छोड्नु जाँदैछु स्कुल पुर्याएर आउनुपर्ने अवस्था टाढा त छैन कि 15 मिनटको बाटो छ यसो हिँडिराख्यो भने चाहिँ दुईटा बहिनी अगाडि सरकारी स्कुल पढ्ने गइरहन् सबै सानसाना हिँडेर जान्छन् हाम्रो छोरी त हिँडेरै जाँदिन छोड्नै जानुपर्ने त्यस्तो के भइरहेको हुँदैछ यो त घाँस छरेको घाँस पनि भएन पुरै हो उता पर मन्दिर छ घाँस हेर्नु न साथीहरू वर्षी घाँस छरेको है के नि भयो होइन यस्तो छ यो अझ नराम्रो थियो एकचोटि काटेको भएर चाहिँ राम्रो भयो अहिले चाहिँ ए पर च्याउ पाइन्छ सबै हिँडेर गएको नि यसले साइकल जानुपर्ने अरे ता त्यो पर रुख देखिरहेको छ नि त्यहाँ चाहिँ नयाँ मन्दिर बनाउँदैछन् नयाँ मन्दिर भइरहेको छ त्यहाँ बनाउँदैछन् अनि अब स्कुल पुग्नु थोरै बाँकी छ त्यो पल्लो घरको नानी पनि आइरहेछन् हाम्रो आलु त सबै मऱ्यो यहाँको आलु चाहिँ यस्तो राम्रो छ साथीहरू यस्तो हुस्सु लागेछ स्वेटर केही लागेन साथीहरू हेर्नु यहाँ जुत्ता सेतो जुत्ता चाहिँ फोहोर भएर धोएको छ कि अनि अर्को जुत्ता लगाएर आइछ अर्को ड्रेसको ए दुईजना यता चाहिँ मेन रोड छ कि स्कुल जाने सिधा बाटो मेन रोड यता चाहिँ यस्तो छ सबैको यस्तो राम्रो घाँस भयो अन्त घाँस पनि छैन केही छैन के गर्नेहरू पुरै दुखेर अगाडि मेन बाटोमा पुगिछ स्वेटर ला भनेको मानिन सबैजना स्कुलबाट आइसक्यो छिटो हिँड भनेको ढिलो भइसक्यो 10 बजीको हेर्नु भरे साथीहरू अब स्कुल आउन 2 मिनट बाँकी होला थाकिसके यता नि बाटो छ यता नि बाटो छ सिधा नि बाटो छ हजुर बराल लाग्नुभयो यो के भन्छ नि साइकिरपा हल अरे यता चाहिँ राम्रो सबै ठाउँहरू छ हो पर पुगिसके छोरी थाकिसके हेर्नु साथीहरू यता त यस्तो राम्रो छ कि हामी त सबै आलु मरेर के भइसक्यो यहाँ त यस्तो राम्रो छ मकै पनि रोपेर रहेछन् के मकै सके
मकैहरू रोपेर चाहिँ यस्तो राम्रो भएको छ। सबैले मकै रोपेर छन्। अब आइसक्यो, थोरै चाहिँ स्कुल आउनु बाँकी, थाकिसकेँ। मेन बाटो आयो साथीहरू, मेन बाटो यो बनाएको छ कि। पर्खा है, पर्खा। अनि यो यता चाहिँ ठुलो बाटो नहर निकाल्नको लागि, अनि यता साइडमा यताउता सबै खनेको छ है। के त म्याडमसँग माया लेख्न, म्याडमसँग माया लेख्न। यस्तो भइरहेको छ साथीहरू, बाटो बनाउने भएर बाटो बिग्रियो। नहर बनाएर कि नहर, यो चाहिँ के भन्छन् यसलाई, मेन बाटो हो कि। पुरै यता पनि बनाउनु वहीँ परसम्म। अब यो बाटो चाहिँ स्कुल जाने हो। अब स्कुल जाने बाटो चाहिँ पुग्न लागिसक्यो। के अरे हो, म्याम अगाडि हुनुहुन्छ, केटाकेटी पछाडि छन्। अझैसम्म त्यो लगाइरहेको कुहिरो हुस्सु लागेछ, हुस्सु। यति राम्रो घर बनाऊ, यता नि राम्रो राम्रो घर छ धेरै। यो चाहिँ स्कुल जाने बाटो हो। अगाडि चाहिँ केही देखिएको छैन, पुरै तोरीसोरी पाकिसकेको छ। हिँड्दाखेरि त टाइम लाग्छ कि, यत्तिकै अब साइकल आयो चाहिँ त एकछिन लाग्ने हो, हिँड्दाखेरि चाहिँ टाइम लागिरहेको। त्यो चाहिँ राम्रो बाटो छ। कति राम्रो राम्रो फुल फुलेको यता त। हो स्कुल, स्कुल पुग्यो, स्कुल। पख त्यही रोख। स्कुल स्कुल गइरहने स्कुल। अनि त्यो चाहिँ स्कुल हो, त्यो चाहिँ स्कुल हो। करैसम्म चाहिँ यसरी स्कुल। अब म चाहिँ घर फर्किनुपर्छ साइकल समाएर।